आहा यो साथीहरू यो साँझ पखको मौसम चाहिँ मलाई एकदमै वाउ वाउ आहा भन्ने लाग्दछ क्या। यो मौसम सबै हेरेर साँझ पख अनि त्यसपछि यो कलर कति राम्रो क्या। के अरे इफेक्ट आइसकेपछि त यो इफेक्ट लगाइसकेपछि त आफैलाई बिर्सिने गरी राम्रै देख्छु हो भन्न लाजै लाग्छ भने छ्या हेट यस्तो पनि हुन्छ। सायद आफूलाई धेरै माया गर्छु होला, मेरो जिन्दगीको महत्त्व बुझेकी छु होला, त्यसैले होला यस्तो लागेको। अनि साथीहरू तपाईहरू भन्नुहोस् त, तपाईहरूलाई चाहिँ यस्तो लाग्छ कि लाग्दैन? नराम्रो भन्ने मान्छेहरू त दुनियाँ छन् नि। अब तेरो ढङ्ग छैन, तेरो यस्तो छैन, उस्तो छैन, तेरो बुद्धि छैन, केही छैन, एकदम सानो कमजोरीहरूलाई मात्रै कोट्याएर खोतलेर यत्रो भङ बनाएर त्यहीभित्र झिर घुसाइदिने आफन्त साथी सर्कलहरूको पनि कमी छैन होइन, कमी छैन। तर आफूलाई एकदमै ठान्नुपर्छ। अरूले जेसुकै भनोस्, हुन त म यत्तिकै पनि नै छु। अनि साथीहरू तपाईहरूलाई चाहिँ कतिको आफूलाई वाउ वाउ लाग्छ, एकदम स्ट्रङ सही छु भन्ने कतिको लाग्छ तपाईहरूलाई भन्नुहोस् त। मलाई त एकदमै लाग्छ। नराम्रा नजाति भन्ने त अरू छँदैछन् नि। साँझ परेपछि नि लैलै याद आउँछ तिम्रो धेरै, मनभित्रको कालो कोठामा। आउँदैन है गीत पनि। साँझ परेपछि नि लैलै याद आउँछ तिम्रो धेरै, मनभित्रको कालो कोठामा। आएन। श्रावणको झरी सरी तिमी आउन, मेरो मनको अँधेरीमा जुन छाउन। हो श्रावणको झरी सरी तिमी आउन, मेरो मनको अँधेरीमा जुन छाउन। गाइजहरू रात पर्यो, तल बत्ती बाल्ने बेला भइसक्यो। अब मलाई ठुल दिदीले मार्छिन्, अब म तल झर्छु। बाई बाई गाइज, फेरि भेटौँला। यो साँझ पखको मौसम चाहिँ मलाई अति प्यारो लाग्ने हुनाले है त। तिमी जस्ती सुवासिली छैन अरू कोही हो, तिमी जस्ती सुवासिली छैन अरू कोही। मेरो मनले तिमी नै रोज्यो हो, मेरो मनले तिमी नै रोज्यो। भन के गरौँ